गाइस सबैजनाले वेलकम छ मेरो ब्लगमा। आज चाहिँ 81 सालको लास्ट दिन हैन, चैत 31 गते। आज चाहिँ हाम्रो मात्रै क्लास लागेको छ स्कुल भरिमा, 11 क्लास मात्रै लागेको छ र अब आउने वर्षहरुको लागि चाहिँ हजुर सबैलाई शुभकामना। र मेरो साथीहरुलाई पनि म अब सोध्न चाहन्छु कि उनीहरुको विश र चोइस अथवा अहिले के बित्यो भनेर। हेलो स्नेहा, हेलो। तिमी मेरो ब्लगमा के भन्न चाहन्छौ? यो वर्ष कसरी बित्यो? यो वर्ष चाहिँ मेरो घोस्टे भएको छ हैन, न Oh my god! अब आउने वर्ष के गर्नेछौ? के गर्ने भन्दाखेरि अब हामी प्लान त बनाउँछ भनेर टेन्सनमा भए टेन्सन मात्रै हुन बाँकी हुन्छ, प्लान त बनिरहेको हुन्छ। त्यही ल सक्सेसफुल होस् सबै मनबाट प्लानहरु नै भन्न चाहन्छु। हेलो कुसुम, हेलो। तिमी मेरो ब्लगमा के भन्न चाहन्छौ? म यो भन्न चाहन्छु हामी जसले लुडो खेलेर नबस्नु होला। ह्याप्पी न्यू इयर। सबैले शुभकामना र हामी जस्तै 12 मा पढ्नेहरूले राम्रोसँग पढ्न लुडो खेल्नु। अनि अरु ल। हेलो करिना, हेलो। मेरो ब्लगमा के भन्न चाहन्छौ? 82 सालको धेरै धेरै शुभकामना तपाईँ सबैजनाहरूलाई। नेपालको है, नेपालदेखि विदेशसम्म सबैजनालाई मिठा यो च्यानललाई माया गरिदिनु होला, सब्स्क्राइब गरिदिनु होला, लाइक कमेन्ट चाहिँ गर्न नबिर्सिनु होला, शेयर गर्न नबिर्सिनु होला। ब्युटिफुल। So subscribe. क्या बोला तूने? चाउमिन लिएर आउने हो। ल सबजनालाई ह्याप्पी न्यू इयर हैन। यस्तै छ आज हाम्रो। अब 81 साल इन्ड भयो। अब 22 सालमा हामी 12 मा पुग्छौँ र स्कुलभरिमा चाहिँ हामी मात्रै छौँ। हामी 12 मा पुग्छौँ। अब हामी 12 मा पुग्छौँ हैन। एक्जाम दिएको चाहिँ छैन। एक्जाम दिएको चाहिँ छैन। 12 मा पुग्छ। त्यही छ हैन। अब यस्तै हो मेरो ब्लगलाई सब्स्क्राइब गर्नु होला। हेर्नेहरूलाई नयाँ वर्ष 2082 को हार्दिक मङ्गलमय शुभकामना। लस बाई 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 बाई। हेरेर हाँस्नका लागि हामीलाई फलो गर्न नभुल्नु होला।